साथीहरु नमस्कार म फेरि पनि मेरो नयाँ भिडियोमा उपस्थित भइसकेको नै छु अनि हामी चाहिँ दशैंको दिन यता मामा घरतिर आथ्यौं के साथीहरु अनि आज चाहिँ कस्तो पानी परेर मौसम हेर्न सक्नुहुन्छ साथीहरु दशैंको माहौल यस्तो छ अनि हामी चाहिँ खानासाना खाएर अनि यहाँ मेरो घाँटी दुखाउ नि त दशैंमा धेरै चिसो खानुले गर्दाखेरि होला अनि घाँटी दुख्यो त्यही भएर औषधि किन्न मेडिकल निस्केको थियौं मेडिकल पनि बन्द रहेछ साथीहरु अनि हामी चाहिँ यहाँ नजिकै मामाहरुको घर नजिकै मन्दिर रहेछ अनि हामी चाहिँ त्यहाँ बस्न आएको छौं साथीहरु जलवा है हमारा रोम रोम भाइयों सिस्टम पार देंगे पैसाहरु नै सक्छ जस्तो हराइ खस्यो जस्तो लाग्दैछ पैसा दशैंको पैसा दशैंको खै हेरौँ गरौँ त हाम्रो दक्षिणा एउटा दक्षिणा तीनटा चारटा अब यसले हामी बाइक किन्नुपर्छ है साथी 6.5 अब यति पैसाले बाइक किन्नुपर्छ खै राम राम ओहो नि के हो पैसा टन्नै कमाइयो कि के हो टन्न पैसा कमाउँछु यही पनि छ मेरो पैसा मेरो आहा चिम्मा गरिसके के गर्नको चिम्मा गरे आहा चिम्मा गरे यो चाहिँ मेरो पैसा हो यो चाहिँ मेरो पैसा हो अनि आहा चिम्मा गर्न लान्दा चाहिँ के गर्नु हो अनि तिमीले लुकाउनु पर्छ लुकाउनु पर्छ ल यो भिका ल भिका यहाँ राख्ने यहाँ राख्ने तिमीहरूको हैन कसको ठुलो छ जसले छिटो समायो उसले लान्छ कसको ठुलो चाहिँ कसरी मेरो ठुलो छ भने जसले छिटो समायो उसले लान्छ ए ल तिम्रो मेरो पनि कस्तो ठुलो छ ल ल ल ल ल ल ल ल 1 2 3 स्टार्ट होइन बो बो साथीको कसरी साथीको त्यो दिनु मलाई चाहिन्छ गेम खेलेर सक्छु मुझे पैसा दे दो साथीहरु मेरो दशैंको दक्षिणा
अनि यो चोरले लग्यो यो चोरले लग्यो यो चोरलाई दसैँको दक्षिणा लग्यो साथीहरू अब चाहिँ हामी मामाको घर जानुपर्ने हुन्छ किनभने हामी यति धेरै बसिसक्यौँ मन्दिरमा अनि हामी चाहिँ जाँदैछौँ सरजी हुनुहुन्छ म भिजेको थाहा छैन अरे सरजी म भिजेको थाहा छैन अरे सरजी अरे अन्त भिज्नु नि त नि यहाँ बुढी बिरामी छ बुढीलाई यसो छाता ओढाइदिने काम गर्नु छैन होइन कस्तो राम्रो धान हो प्रसङ्गले घुमेर फर्किसक्यौँ साथीहरू मन्दिरमा यसो ढोकसोक गरेर पूजासुजा गरेर होइन अनि मेडिकल पनि खुल्ला भएन कि भर्खर 10 बज्दैछ दसैँको टाइम भएर खुल्ला भएन अनि हामी चाहिँ अब मामाकोतिर फेरि पनि वापस फर्किने आएको छौँ साथीहरू म भिजिसकेँ पानी पर्दैछ म घर आइपुग्यौँ हजुर हामी उता गएको थियौँ मामा मन्दिर पाएन नि मामा जो उयो हुने भएन खुल्लै छैन यता पनि छैन पर पनि खुल्ला छैन मेरो बेहुली चाहिँ के कहाँ घाम भागिरहेको होइन भागेर आएको पानी परेर बस्यो हो यस्तो छ मौसम हे प्रभु हामीलाई घर जाने मौका दियो पहिला हिँड्ने हामी त पहिला केटी पहिला हिँड्यो आज गाउँदेखि आइपुगेको पहिला हिँडेको केटी भयो माउलो भएर आएको कस्तो मोटा सिक्यो कुकुर गालहरू मासु देख्छ त हामी चाहिँ पहिलो हिँडेको होइन त्यहीको फरक पहिलो हिँडेको हाम्रो गन्तव्यसम्म पनि पुग्न दिएन पानीले यो चाहिँ मामा घरदेखि फर्किँदाको हालत रोन्नतीमा छु साथीहरू पानी परेर बिजोग भएर बसबाट आएको अनि आधी बाटोदेखि हिँडेर आउनु पर्ने हुन्छ अनि छाता पनि थिएन कि साथीहरू अनि सबै भिजेर गाह्रो छ साथीहरू अनि अहिलेसम्म सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि टाटा बाइ एभ्रिवान